नानीहरु हो हेलो हामी चाहिँ अहिले पुष्पलाल स्मृति पार्कमा छु है डुङ्गा चढ्नु लाग्छ बुने तिम्रो नाम यहाँ हेरेर भन्नु न मेरो नाम सुस्मिता हो अनि अरु कस्तो रमाइलो छ एकदम रमाइलो छ रे यो डोरी अहिले उतापट्टि के तिमी उतापट्टि हजुर आउँ म त उसँग बस्नु रे मेरो बुढीसँग दुई जना कहाँ यहाँ बस्नु न यतापट्टि आउनु के ओइ बुढीसँग बस्नु नजा हेर न ओइ अङ्कलले मलाई मलाई दिम ए सोध ल अहिले मोबाइल धर्यो भने अहिले ओ दुई जना यता यो कुनै गली होइन पुष्पलाल चौक दुई जना यता वेट भएको छ मलाई डर लाग्छ तपाईँ चाहिँ त्यहाँ बसेर चलाउने कि कहाँ बसेर चलाउने यो त तपाईँ मैले चलाउनु चलाउनु त हजुरहरूले चलाउनु म चलाउँछु ल यो यहाँ ओइ आफैले चलाउनु पर्ने रे नि त के हो यो चलाउने यो मलाई आउँछ साइकल जस्तै यो चलाउनु चलाउनु पर्दैन डुब्न लागि त डुब्न लागि क्या हो बाजे मामा। डुब्छ कि खै हेलमेट यहाँ दिनु म समाउ मलाई कस्तो डर लाग्छ ओ यस्तो हेलमेट छ तिमीहरूसँग चलाउनु यो दाइले मात्रै पाउँछ यस्तो हेलमेट यता हैन त्यताबाट उता चलाउने बुने सुस्मिता त्यताबाट हो यताबाट उता चलाउने के छ रमाइलो भइरहेछ एकदम रमाइलो मामा चाहिँ लजाइराखे मामाले मोटी के छ डुङ्गा चलाएको के यो चाहिँ लो मामा दुईटै खुट्टाले चलाउनु न हजुरले चलाउने हो साइकल चलायो लाज लागिरह होला ओ कुनै चप्पल फुकाउँछु ल मोटी भन्दा रिसाउँछ यो भिडियो भनेर डुब्न ला जस्तो छ कति गहिरो छ यो यो दुई मान्छे यसो आँखा जुदाउने भन्छ के ढल्ने यहाँ खिच न म कति डर खिचिरा ढल्ने नै यो कुनै गली होइन पुष्पलाल चोक चलाउनु मामा मोटीले डुङ्गा चलाएको कति राम्री के कति राम्री के हेलमेट झर्यो हात लगाइदिनु त नानी डुङ्गा एक्सिडेन्ट भयो ल मामा नो यो त त्यो डुङ्गा रहेछ क्या सड्डाकमा त घुम्दै हामी आउँछ कति तीनचोटि कतिचोटि अङ्कल दुईचोटि हो उता एकचोटि हुन्छ यता एकचोटि जम्मा हुँदैन नि एकछिन चलाउनु न कस्तो ढिलो हुन्छ त्यसमा त है मजा आइरहेछ ढिला हुन्छ नि गरम चिजो नि केटीमा साइकल चलिरहेको काम चलाउन मामा आफै जान्छ के छ ठिक छ मैले गरेँ ए आमा छोड्न हेलमेट काट्दै खाएर खाएर खाँदा काट्दै यसको खुट्टै सेतो के यार यार चढेको नारंगा तिरम बन्द हो दुदु यार 500 रुपैयाँ पड्दा यहाँ मेरे ngani तिरम ग्रेबला 500 रुपैयाँ की तो वो किस रुपया तब यार ले तब होटलमा सैली बुढी ठिक छ मामा यहाँ हेर न बुढी भएर नि नबोल्ने यिनीहरू के भयो के भएको होला अङ्कल घर कहाँ तपाईँको घर मेरो घर हाँडीको लाज तपाईँको नाम भन्नुहोस् मेरो नाम राम भन्नु न अरू पनि भन्नु राम अरियालो राम अर्याल अङ्कल हटियाको हाँडी खोला हाँडी 5 मनरी हजुर यस्तै छ केटी हो होइन अरू हुना चाहिँ त्यस्तै हो म कस्तो राम्रो है आफैलाई के भन्नु मन पर्यो भने टक्क यसो कमेन्टमा आएर ठोकिदियो होइन म टक्क रिप्लाई दिन्छु ठोक्यो भन्दा किक भेट्छ के हुने के बोले किक भेट्छ तिमी डाउन हो भन्दा
त्यही भएर होसियार है ग्याङ्स्टर हो ग्याङ्स्टर फर्म कहाँ राक्सिराङ 1 राक्सिराङ 1 बागमती 3 को बाघ हेर गडगडी हो हामीले सिधै चोक्टा लुच्छ चोक्टा चोक्टा पनि खाल्नु भने मिन गम दिउ ए गाना छ नि धम्मा आउँछ आफूको केडा हो केडी हो होइन यो दुबई हो हे मलाई हेर्दा कुनी ल्याङ कति राम्री के कति राम्री के है मामा कति राम्री के कति राम्री के कति राम्री ए पानी सफा गर्दैन कति राम्री के सफाइ गर्नको लागि यो पानी हजुर पानी हामी केडा हो केडी हो मोबाइल साइज राख्न देम गुडुङडुङलाई कमेन्ट गर्ने है केडी केडी हो हैन मोबाइल साइज पनि मोबाइल पुरा अरु भनेर त्यस्तै हो गएर हो दादा बाजे चाहिन के आदा टुटु उहाँले पर्दैन फेरि यिनीहरूलाई मन पर्यो भने केडा हो हैन अहिले भन्देऊ ल ल हामी सिंगल हो सिंगल हो आई एम अ सिंगल त्यहाँबाट छिर्छ त नि हामी यता घुम्छ नि यता दुईचोटि घुमाउनु ल अङ्कल आफै दुई जोड्दै अब नेम हुन्छ यहाँको पनि हो भने कहाँ नियम तोड्न मिल्छ हामी लिगललाई इलिगल इलिगललाई लिगल भन्ने मान्छे हो लिगल गर भन्ने मान्छे हो मलाई मतलब छैन नन उधर नारायणगाडी 500 अनि मलाई यहाँ सिएला 500 जम वयम देखिन उल्टा हो हामी देशकै कानुन मान्दैन यहाँ यो पारको कानुन मान्छ त हामीले हामी है केडी हो कमेन्ट ठोक्दिउँ ल यसले भक्कु गाली गरिदियो नेम तोड्नु हुँदैन भन्दैछ हाम्रो बहिनी चाहिँ टक्क होइन होइन किन दुवैजनाले नठिलाएर छ कि ए बहिनी तिमीहरूले नाकमा लाउने नठी किन नाइटोमा लाग्को भन त एउटा त्यसमा एउटा जोकमा त्यस्तो भन्दा ए बहिनी तिमीले नाकमा लाउने नठी किन नाइटोमा लाग्को बिस्तारै चलाउनुमा बिस्तारै पुग्न लाग्यो यसले घुमाउने हो बिस्तारै चलाइदियो समस्या छैन हेरेको ताको छैन म्याट स्किन मैले तेरो ओइ ग्याङ ह्यान्डसाइन देखाइदियो त हाम्रो बुढी ह्यान्डसाइन यस्तो ओ हातको ह्यान्डसाइन यस्तो क्रस होइन दाहिने अगाडि के हो यार बुढी हुने यस्तो हुनुपर्छ कि है केटी हो जे भने त्यही माने अहिले छैन है बाजे यस्तै त सुरुमा यस्तै हो खै म नि चलाउँछु अहिले मेरो खुट्टा पर्दैन मामा ठिक छ नि होइन निन्द्रलाई अहिले मामी झर्ला नि खोजेसम्म होला बाजे तपाईँ यहाँ बसेर चलाउनु न एकचोटि अहिले त उ त वेट धेरै हुन्छ अनि अहिले सेप ल धेरै उता नलड्नु त्यो माथि धेरै हुन्छ कि अहिले डुब्यो भने त यसरी बस्नु मिल्दैन उता धेरै आगे अनि एमचोरी डुब्दियो अनि जम्मा लुची भने आर्मै हो है खरा मोबला हैन अगाडि जानु ग्यालेरी अगाडि जानु ल नि रम लाउनु मलाई तिमीले मोच छ है आफ्नो बानी अर्कालाई गानी मोच छ मोच छ है सुस्मिता मोच छ है एकदम माउस बि मलाई छैन हाई मुबा सोझो है तिमी संस्कारी हुन्छ है संस्कारी हो रिसुडे भन्दा संस्कारी हो हामी संस्कारी भयो है मामसिरी नै लबले नि रम सबै जति
उडी 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 जुब्बा Sampai resi dia juga. Kan ingin hiam loh. Arm siap tak ada kan? Tu yang ini. ठिक छ यसो कहिले काहीँ यसो आँखा गर्नु नि टाचक टुचुक के हो Turun apa kang remote? किन नराख्नु भएको हजुर किन नराख्नु भएको अहिले त बढी नै खेलाइरहनु अहिले मैले नि खोजिरहेको पाँच छापिदिउँ पाँच छापिदिउँ अहिले भी भनिदेऊ न माया भनिदेऊ न ओइ माया भनिदेऊ अच्छा लो हाइला बानी पाँच छापिदिउँ भयो कस्तो लाग्यो माछा छ बाजे हजुर माछा माछा तेरो दाइको हेयर स्टाइल हेर्न itu meja bangun dalam jalan beri kan onda itu kalau hidim sana sih hidim bunga lain nggak ada orang lain nggak ada itu yang bumi berana nggak lihat hidim beri jadi asal anak kira di bawah lah अब फेरि एकचोटि घुमाइदिनु जल्दी जाना जल्दी जाना oh nih झन् janji झन् ल्याइदिनु अब छोरी काँचा ल्याइदिनु छापै रोजी हो नि है मामा कति अझै कति साह्रो भयो तिनीहरूलाई घुमाउनु पनि अझै अझै मान्छेले यहाँ पैसा नाखियो मामा सोच त चाहिँ त दुईजना हालम कम खाए खाए करो खाए जल्दी लाना मामा त तङ्ग भनिदेऊ न लाज लागिरह्यो कि यसो केटी मान्छे जस्तो हुनु न केटी मान्छे जस्तो लजाउने होइन कि मलाई लाज लाग्दैन नि बेडी पार्टी चुरोट पार्टी चुरोट खाल्छ मैले खान्छ नि मैले तेरो खान्छ है कुनै खान्छ आई डोन्ट नो मैले खान्छ है केटी हो खाँदैन क्या अरे खाँदैन त्यति भन्ने हामी जस्तो संस्कारी मान्छेले खान्छ होइन बुढी यस्तो दिन आउँदैन ह्यान्डसेक ह्यान्डसेक जिन्दगी यस्तै चलिरहेछ मामा मामा हाई गर्नु न है त्यहाँ समात्नुहोस् है बारमा हाई तपाईँको नाम भन्नुहोस् ए त्यसरी नओर्लिनु ओ फेरि चढ त म हौ भन्नुहोस् है पहन तपाईँ नओर्लिनु नौरले नि एकछिन समात्नु मामा बुढी माया भनिदेऊ नि एकचोटि आफ्नै भएको कमै खाने हो ल कस्तो रमाइलो भयो बुढी बाजे हामीले समात्नु मामाले कस्तो भयो नरमाइलो भयो आउनु भान्जा ल म तपाईँ आउनुहोस् पहिला अहिले म लडी भन्ने नरौ मोबाइल है मोबाइल म लडी भने नरौ ल केटकेटी हो तिमी दाइ लडी भने नरौ ल नहीं हो नि आप यार दाजु तिमीहरूसँग यस्तो हेलमेट छ माइजू माइजू बहिनी होइन म त बहिनी हो बहिनी हो रमाइलो भयो नि है आमाले फोन गरिदिए छोरो मामा हजुर छैन होइन जब हामीले यहाँ पनि यसो यहाँ हेर न दामी छ है हामी पुष्पलाल स्मृति पार्कभित्र छौँ होइन साँझ बस परे होला न चारजना पार्टी हो होइन
सुस्मिता बस पारेर हामी बस आज बस पारेर दि उहाँलाई माया भन्दिनु न हा मेरो माया लु ल माया तपाईँ कस्तो ल ल म उठ्छु ल खाना हजुर त्यहाँ छेउमा 2 जना मान्छे राखेर ल ल यस्तो छ खाना थियो रामा खाँदा कि साँझ बस पारेर दि मोबाइल लिने मान्छे यहाँ छ कि बस्नु हुन्छ राम्रो आउँछ ऑटो कुछ बंदा आ रहा है ब्रो नाम है रेडी ब्रो बोल्नु अगाडिको फेरि चाहिँ राम्रो छ छिटो प्लेन ऑटो आ रहा है नाम है पिक्चर में खतै टाइम रेडी ब्रो ब्राइल भन्नु ngan उस लौले तर सामान सहिले साँझ बस पारेर आमु खाली नि ब्राइ अब लौले नि लो पेडिया त लो लगी ल मामा चाहिँ टिडी यहाँ हान्द किन्नु भयो खाजो इजो ह लाग्नु पर्दैन यहाँ सम फ्रेबुङ या बुङ आफु नहो ल सम फ्रेबुङ कुनै गल्ली होइन पुष्प लाल छुडै खतरा आबे बोल मामालाई मेन्सन गरेर बनायो है जातिको है हाम्रो मामसित चाहिँ लजाइरहनु भएको छ नलजाउन जेन्टलम्यान अन्यमा ओ या पकोडा हे या क्या जमाना वन भयो दिदी के भन्नु दाद ह के भन्नु आनु वन भयो ल बोकन जम ल सरपटे खाइदिनु भोक लाग्यो यहाँ त यिनीहरूले त केही नखाने क्या ओइ डेटिङ बोलाउने केही नखाउने कहाँबाट चटपटे चटपट चटपट केही खाइदिनु बहिनी हामीलाई डेटिङ बोलाएर केही नखाइदिनु मामा हेर्नु है हामी भोकै है बिहानैदेखि हेर तपाईहरुले खानु खा भने कहिले बिहानै नगर्ले म मामसिरी एकछिन के तपाईँले के अगाडि हिँड्नु भयो कि अरू भने यस्तै ओइ छिटो आऊ न केटी हो ह्यान्ड साइन देखाइदियो हाम्रो ग्याङ साइन मामसिरी मामा सिरी के बिताना बुढिया यार टिकट इस्माइल ल अनलाइन हेर्नु ले हामी दुईजना लाज लाग्दैन है हामी त लजाउँदैन है हामी बुढबुढी हुन्छ है ऑटो आ रहा है के को झन्डा रहेछ यसो चिनौँ ल साथीहरू तिमीहरूलाई आई लभ यु छ ल यो फुलको तर्फबाट फुल देखाएर सोध्दै नेता पुष्पलाल रे त्यहाँ गएर एउटा यसो भिडियो त बनाउनु पर्यो खै पुष्पलाल श्रेष्ठ लाल सलाम यस्तो गर्छ होइन रातो सलाम लाल सलाम यस्तो गर्छ होइन रातो सलाम वा ब्लड ग्याङ हाम्रो बहिनीहरू लजाएर उता भागिरह्यो क्या कति राम्रो के भयो कति राम्रो के ल देखाएर आयो क्या कति राम्रो मलाई लाज लाग्छ कि भाइ मसँग बोल्नु हामी फाइनली टक्क लाएर चाहिँ हामी बाहिर निस्क्यो ल केटी हो पुष्पलाल स्मृति कस्तो उल्टो देख्दो रहेछ पुष्पलाल स्मृति पिस पार्क रमाइलो हो बाटै नाचिने के उनीहरू यार त्यो साथीहरू पैसा आएको कि यिनीहरूले आजभोलि मलाई है आजभोलि मलाई
राम्रो राम्रो तरुणसँग मात्रै हिँड्नु मन लाग्छ के भयो पैसा आएर है के हो बेसी बेसी कुरो मात्रै गर्नु मन लाग्छ कि अरू भने त्यस्तै हो ल केटी हो मेरो साथी यहाँ छ अब निस्क्यो ल बाई गर दाइलाई